हामी चाहिँ दुध पोखरीतिर चाहिँ दर्शन गर्न जाँदैछौँ आज। यहाँ भाइहरू पनि छ। पुरै खाना खाँदैछौँ। अब यहाँबाट चाहिँ पैदल यात्रा सुरु हुन्छ हाम्रो। है साथी, अब हामी चाहिँ सिरान डाँडाबाट अब पैदल यात्रा सुरु हो। र हेर्नु मान्छे कति छ। ल है त्यहाँ गाई हेर्नु त यहाँ कति रमाइलो छ हाम्रो तीर्थयात्रा। ल हेर्नु यहाँ कति रमाइलो। ल हेर्नु यहाँ मान्छेहरू। ल हेर्नु मान्छे कति छ यहाँ। गाई बाटो यस्तै हो। दुध पोखरी जाने बाटो चाहिँ त्यति सजिलो चाहिँ छैन नि। ल है साथी, हामी चाहिँ यहाँ आइपुग्यौँ। यो यहाँ दुईवटा बाटो रहेछ। यो चाहिँ यता नागपोखरी जाने अनि यता चाहिँ यो तल्लो बाटो चाहिँ दुध पोखरी जाने चाहिँ यो बाख्खर भन्दो रहेछ यो ठाउँलाई। ल हेर्नु है बाटो यस्तो हुँदो रहेछ। ल हामी चाहिँ के अरे सिरानचोकको डाँडाबाट हिँडेर बल्ल यहाँ आएर बसियो पहिलो। ए यहाँ चाहिँ इनर्जी ड्रिङ्क खाँदै हो। अब इनर्जी निकाल्नु पऱ्यो हिँड्नलाई। अझै 4 घन्टा छ भन्छ हिँड्न। 2 घन्टा त हिँड्यो। बुढो मजा हुँदो रहेछ गाडी। यति आनन्द आनन्द। जय हो जय भोलेनाथ। कति रमाइलो। वा स्वर्ग यिनीहरू आइपुगेको छैन कि। खिदिउँ न जय भोले। यो गुराँस, यही गुराँसको जङ्गल बाबा। यस्तो ठुल्ठुलो रुखहरू छ। पुरा अँधेरो। कताडि जाने चाहिँ दाहिने। यसको तालको नाम के हो थाहै छैन है। यो घुम्ने ठाउँ रहेछ कि यो घुम्ने ठाउँ रहेछ। जाऊँ जाऊँ यतैबाट जाऊँ कि ल जा। हेर्नु त यहाँ त यो गुराँसको बोटहरू कति बुढो बुढो ल हेर्नु त। दिउँसै अँध्यारो छैन यस्तो ल हेर्नु त। आम्मा पुरै गुराँसको रुखहरू हो यो। हेर्नु त कत्रो कत्रो छ। ल हेर्नु यो पुरै गुराँस। कोही आउँदैछन् पछाडिबाट। ल गाई हामी चाहिँ दुध पोखरीमा कुम्लो पुन्तेर पुगेर आइया
दिन चाहिँ अँध्यारो छ बाटो यस्तो बाटो फेरि हिँड्ने ल यो भेडीगोठ घाँस रहेन ठाउँ त्यस्तो हो है यो यात्रु वासस्थान एरिया ल है गाइस हामी चाहिँ यो पहिलो गोठमा आइपुग्यो हामी चाहिँ अब यहाँबाट फेरि अर्को 1 घन्टाको बाटो छ अरे अर्को गोठ हामी चाहिँ त्यहाँ जाने विचार गऱ्यौँ है अन्त यो चाहिँ ठ्याक्कै वहाँबाट हामीले ठ्याक्कै 5.5 घन्टा लाग्यो नन स्टप आउँदाखेरि हामी त अलिपुरबाट 8 घन्टा लाग्यो हुँदैछ बोल्दै धर्मशालाको भेडी बनाउनु पर्छ कि धर्मशालाको भेडी बनाउनु पर्छ भिडियो 5 बजे मान्छेलाई भिडियो पहिले मान्छे कति छ मान्छेलाई यस्तो छ बसेर हाम्रो यसको कभरहरू कता छ हामी चाहिँ यो लास्ट होटल हो यो ल नि यस्ता स्ट्रबेरी त लेखैभरि यहाँ त फेरि किनै नपर्ने कति खाने ल स्ट्रबेरी खाने दुध पौडी आऊँ त्यो पानी ल अन्तिम होटल हो यहाँ उता होटल हो त्यस्तो केही छैन यहाँ हामी खानासाना खान्छौँ त्यसैले हिँड्दा यहाँ डाँडा कस्तो छ यो डाँडा फेरि चढेर फेरि उतापट्टिको अर्को डाँडा पुग्नु पर्ने जाडो जाडो बेसरी दुध पोखरी नआउने जय भोले ओहो ल हेर्नु त मान्छेहरू यो डाँडा काटेर अर्को डाँडामा ल यो बाटो हाँडी त्यो डाँडा उता त्यो देखिएको डाँडा छ नि यो डाँडा कटेर फेरि अर्को डाँडामा हेर्नु त यहाँ फुल फुलेको खिचेछु भोटे कुकुरहरू ल नि यहाँ फुल हेर्नु त यसरी फुल्दो रहेछ फुल त्यही भएर लेक लाग्छ भन्छ नि यही फुलको गन्धहरूले त पख है ल दुध पोखरी जानु यहाँ खानासाना खाएर चाहिँ हामी चाहिँ अब निस्केको अब यहाँबाट तपाईँको औ त्यो अहिले चाहिँ कुरेल छेका छ अघि नै उलिएको छ बढी ज्यादा कति मसिनो छ हे भगवान हो तँलाई के लाग्यो नि रोद आज राति बाइक खोजिदिएर कहाँ रोद थियो हे भगवान हो
बुकी फुल, यसलाई बुकी फुल भन्छ हेर्नुहोस्। फुल त पुरा यो फाँट भन्ने कि के भन्ने यो पुरै बुकी फुलले ढाकेको हुँदो रहेछ। ल है घन घसिएको उकालो भने जस्तो ल अनि यहाँ कस्तो छ उकालो यहाँ हेर्नु ल। उफ हैया बाबै, हरे राम शिव शङ्कर कैलाशपति। लगेर त मान्छे नदेखिन्न रहेछ त गाँठे। उफ साथीहरू, यो पानी परेर केही खिच्न सकेको छैन हेर्नु है। उफ उकालो त्यसै माथि फेरि पानी परेर यताउता पुरा कुहिरोले केही देखेको छैन। हद उकालो रहेछ हेर्नुहोस्। कुन्जे धर्मगौडा नजिकै पारीको सिनको ठिक छ त। ल यो डाँडा काट्नुपर्छ ल हेर्नु, यो डाँडा कस्तो डाँडा छ ल हेर्नु। सबभन्दा गाह्रो ठाउँ भनेको यही डाँडा हो। लगभग यो धर्मगौडाको एरिया। मलाई भेनाले के लाग्छ। ल यही हो अझै धर्मगौडा। तलबाट आयो हामी हेर्नुहोस्। फोटो भिडियो बनाउने अवस्था नि छैन। ल है मेरो बुढी चाहिँ धर्मगौडा काट्दैछ। झोला ठुसिएला है बिना। जय शम्भो भन्नुपर्छ। धर्मगौडा पनि पार गऱ्यो है हामीले। भन भन। भगवानको कृपाले सहिलो भयो। ल हेर्नुहोस् यहाँ भिड। सास फेर्न अलिक गाह्रो गाह्रो जस्तो भइरह है। ल हेर्नुहोस् कस्तो छ चट्टान। यस एकचोटि चाहिँ मानव जन्म लिएपछि चाहिँ आउनै पर्ने ठाउँ रहेछ कि यो चाहिँ दुधपोखरी। ल बडो रमाइलो छ। ल गाइस फाइनल्ली हामी चाहिँ हाम्रो पवित्र स्थल दुधपोखरी चाहिँ आइपुग्यौँ है। यहाँ हाम्रो चाहिँ दर्शनार्थीहरूको चाहिँ एकदमै भिड छ। यो ठाउँ चाहिँ तपाईँहरू एकचोटि आउनै पर्ने ठाउँ हो। ल हेर्नु है दर्शनार्थीको बल्ल घाम झुल्किँदैछ।
गाइस हामी चाहिँ नुहाइ धुवाइ भ्याएर यहाँ मान्छेको यो चाहिँ 4600 मिटर छ अल्कोमा हाइटमा पर्ने छ मान्छेहरू टन्नै छ हेर्नुहोस् पवित्र स्थल दुध पोखरी ल हेर्नुहोस् नानी तर नाना भएन कि ल हाम्रो चाहिँ दुध पोखरीको यात्रा चाहिँ अहिले पुरा भयो सबै काम भ्याइयो अब चाहिँ हामी यसो एउटा दुइटा फोटोसोटो खिचेर हामी चाहिँ जाने सुरु गऱ्यो है भोलि हाम्रो गौरी कुण्डको यात्रा सफल भयो अब पुरै आज पूजा गरेर भ्याएर हामीले दर्शन गरेर भ्याएर हामी जाँदैछौँ है हाम्रो घरतिर प्रथम हुँदैछ भगवान् दर्शन गरिदिनु हामीले जाने ल हाम्रो चाहिँ अब दुध पोखरीको चाहिँ यात्रा दर्शन गरेर भ्याइयो अब चाहिँ हामी चाहिँ रेडी गाह्रो लाएर यो उँधो हाल्नुपर्ने थियो सबभन्दा बाटो काट्यो अब तलमा बनाउनु मेरो यत्रो ढुङ्गा हात लाउनु त्यो डाँडामा भयो अनि अलि अल्कोमा अनि अडिएन कि भयो खै हाम्रो घर भगवान् यहाँ हामीले के राखिदिन्छ यहाँ छ है तिमीहरू काँक्रो राखिदिनु यो पछि स्वर्ग जाँदाखेरि चाहिँ जे राख्यो त्यो हामीले चाहिँ उपलब्ध हुन्छ ल के हाल्नु गरा त्यहाँ जय शङ्कर ल हामी चाहिँ फर्केर आयौँ होइन धर्मगौडा पनि हामीले चाहिँ क्रस गर्दैछौँ यही हो धर्मगौडा भनेको यो भनाइअनुसार चाहिँ जो मान्छे चाहिँ अलि धर्म कर्म विश्वास नगर्ने मान्छेहरूले चाहिँ यहाँ अलि गाह्रो हुन्छ अरे भन्ने कुरो छ है तल यहाँडी तल त हेर्नु त कस्तो छ यसको मुनितिर हेर्नु ल हेर्नु यहाँबाट तल चाहिँ यति डरलाग्दो ठाउँ छ कि